के तपाईले कहिले सोच्नु भएको छ यस्तो महिलाहरू जसले पत्रकारिताको कलेज त परै जाओस् कहिले राम्रो स्कुल पनि देख्न पाएनन्, जसको हातमा महँगो क्यामेरा होइन, केवल एउटा सानो कलम र पुरानो मोबाइल थियो। के त्यस्तो महिलाहरूको आवाजले संसारकै सबैभन्दा ठूलो मञ्च ओस्कार हल्लाउन सक्छ? पत्याउन गाह्रो लाग्छ होइन? तर यो कुनै कथा होइन, यो त एउटा जिउँदो इतिहास हो। साहस, सङ्घर्ष र आफ्नै आवाज आफै बन्ने सपनाको कथा। खबर लहरिया। कुरा सन् 2002 को हो। भारतको उत्तर प्रदेशको एउटा दुर्गम जिल्ला चित्रकूट, जहाँ महिलाहरूको पहिचान केवल चुल्हो र चौकोमा सीमित थियो, जहाँ दलित, आदिवासी र मुस्लिम समुदायका महिलाहरूका लागि ठूलो स्वरमा बोल्नु पनि एउटा अपराध मानिन्थ्यो। तर त्यही समाजका केही मुठ्ठीभर महिलाहरूले एउटा यस्तो निर्णय गरे जसले सबैलाई अचम्भमा पारिदियो। उनीहरूले हातमा बेलना होइन, कलम समात्ने निर्णय गरे। उनीहरू पत्रकार बन्ने सपना देख्दै थिए। उनीहरूको बाटोमा फूल होइन, काँडाहरू मात्र थिए। जब उनीहरू साइकल चढेर गाउँ-गाउँ समाचार खोज्न जान्थे, मानिसहरू खिसित्युरी गर्थे। आइमाईले पनि पत्रकारिता गर्ने रे? यो जातका मान्छेले हामीलाई प्रश्न सोध्ने? कतिले त धम्की दिए, कतिले बाटोमै रोके। तर उनीहरूको मनमा एउटा यस्तो आगो बलिरहेको थियो जसलाई समाजको कुनै पनि बाधाले निभाउन सकेन। उनीहरूले ती मुद्दाहरू उठाए जहाँ ठूला-ठूला मिडिया हाउसका पत्रकारहरू पुग्न पनि डराउँथे। गाउँको भ्रष्टाचार, पिउने पानीको अभाव, महिलामाथि हुने हिंसा र वर्षौंदेखि जक्डिएको जातीय विभेद। बिस्तारै उनीहरूको त्यो सानो पत्रिका एउटा क्रान्ति बन्न थाल्यो। सरकारी अधिकारीहरू उनीहरूको प्रश्नबाट डराउन थाले र यही अदम्य साहसको कथालाई संसारले सन् 2021 मा एउटा डकुमेन्ट्री मार्फत देख्यो, राइटिङ विथ फायर। त्यसपछि जे भयो त्यो इतिहास बन्यो। त्यो फिल्म ओस्कार अवार्डका लागि नोमिनेट भयो। चित्रकूटको त्यो धुलोबाट उठेको आवाज सिधै हलिउडको रेड कार्पेटसम्म पुग्यो। संसारले देख्यो साहसको कुनै जात हुँदैन र गरिबीले सपनाको उडानलाई रोक्न सक्दैन। आज खबर लहरिया केवल एउटा पत्रिका मात्र होइन, यो एउटा डिजिटल क्रान्ति हो। कलमबाट सुरु भएको यो यात्रा आज स्मार्टफोन र युट्युब मार्फत लाखौंसम्म पुगेको छ। यो कथाले हामीलाई एउटा गम्भीर प्रश्न सोध्छ। यदि चित्रकूटका ती महिलाहरूले सबै सामाजिक र आर्थिक पर्खालहरू भत्काएर आफ्नो पहिचान बनाउन सक्छन् भने हामी किन सक्दैनौँ? याद राख्नुहोस्, संसार बदल्न महँगो स्टुडियो वा लग्जरी क्यामेरा चाहिँदैन, चाहिन्छ त केवल सत्य बोल्ने साहस। त्यसैले आजैबाट आफ्नो आवाज दबाएर नबस्नुहोस्, उठ्नुहोस्, बोल्नुहोस् र आफ्नो कथा आफै लेख्नुहोस्। किनकि कहिलेकाहीँ सबैभन्दा ठूलो क्रान्ति एउटा सानो गाउँको अभावको कोखबाट सुरु हुन्छ। यदि तपाईलाई यो प्रेरणादायी कथा मन पर्यो भने यसलाई शेयर गरेर अरूसम्म पनि पुर्याउनुहोला र यस्तै वास्तविक र शक्तिशाली कथाहरूका लागि प्रेम दृष्टि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अनि तपाईको जीवनको त्यो कुन सपना हो जुन समाजको डरले गर्दा अहिलेसम्म पूरा गर्न सक्नु भएको छैन? आफ्नो मनको कुरा कमेन्टमा पक्कै लेख्नुहोला। धन्यवाद।